चाहे जस्तो सुकै अवस्था होस्, जुनसुकै विषम परिस्थिति होस्, नेपाली कांग्रेस पार्टी फुट्दैन, फुटाउन दिँदैनौँ। र एउटा कुरा ख्याल गर्नुपर्छ, अबदेखि यो प्रश्न मलाई नसोध्नु होला, किनकि विधानको धारामा 17(2) मा किन लेखेको यो? धारा 17(2) मा लेखेको यो व्यवस्थाको पालना गर्दाखेरि पार्टी फुट्छ भनेर भन्ने हो भने जसले पार्टी फुट्छ भनेर भन्नुभएको छ, यो प्रश्नको उत्तर उहाँले दिनुपर्छ। विधानको धारामा लेखेको किन यो? विधानको आज माथिको केन्द्रीय कार्य समितिको बैठकमा, कार्य सम्पादन समितिको बैठकमा बोल्नु पर्दैन? आज जो नेताले सार्वजनिक रूपमा यति चर्को अभिव्यक्ति दिइराख्नु भएको छ, तत्त नेताहरूले महामन्त्रीका बारेमा, मेरा बारेमा रायहरू होला, मेरो बारेमा रिस होला, मेरो बारेमा प्रश्नहरू होला, मेरो आलोचना होला, म सामान्य एउटा पार्टीको कार्यकर्ता हुँ, मेरा अनेकन गल्ती कमजोरीको बारेमा गर्ने कुरा भयो। तर पार्टीको विधान होइन यो। त्यो पार्टीको महाधिवेशन प्रतिनिधिले विधानको धारा प्रयोग गरेको होइन। विधानको यो धाराको अनुसारमा पालना हुनुपर्छ भन्नु पर्दैन, राख्नु पर्दैन। अनि यहाँ पार्टीको बैठकमा एक शब्द के पनि नबोल्ने, विधानको धाराको कारण हुनुपर्छ भनेर नभन्ने, अनि त्यस पछाडि गइसके पछाडि यो ठाउँमा गएर अहिले यो परिस्थिति। एउटा कुरा। दोस्रो कुरा, तपाईँहरूलाई अस्ति पनि मैले भने, तपाईँहरूले कसैले बुझ्नु भएको छैन भने म आज बुझाउँछु।